जुन दिन त्रिभुवन विमानस्थलबाट नेपालको झन्डा ओढेर विदायका हात हल्लाउँदै म इजरायलको जहाजमा उडे, त्यही दिन मेरो घर परिवारका सपना, आशा, भरोसा सबै सधैँका लागि कहिल्यै नफर्किने गरेर उडेका रहेछन् आमा। परिवारको जिम्मेवारी काँधमा बोकेर मेरो सपनाको झोला भिरेर इजरायलको भूमिमा पाइला टेकेको केही दिन मात्रै भएको थियो। मध्यरातमा मेरो जीवनको सबैभन्दा भयानक हुरी चल्यो। लडाकु समूह हमासको बम गोलीको वर्षा हुँदै थियो। कयौं नेपाली दाजुभाइहरूले ज्यान गुमाइसकेका थिए। मेरा दाजुभाइहरूको ज्यान जोगाउन आफूतिर फालेका ग्रेनेड समातेर प्रतिकार गर्न खोज्दा शत्रुहरूले अपहरण गरेर मलाई नै बन्धक बनाइदिए। राक्षसका ठाउँको माटो मेरा दैव रगतले धोयो। तेरा गीत लेख्ने बेला मेरा दैव कलम पनि रोयो। तेरा गीत लेख्ने बेला मेरा दैव कलम पनि रोयो। नै भया सपना पुरा अधुरै रहि गयो। मध्यराती हुरी चल्यो, हमासले लैगयो। हे दैव हमासले लैगयो।